नमस्कार, यथावत समाचारमा तपाईहरुलाई स्वागत छ। म सस्मिता पाठक। सुरु गरौँ आज दिनभरिका समाचारका शीर्षकहरुबाट। निर्वाचन लोकतन्त्रको असल अभ्यास, गृहमन्त्री अर्याल। निर्वाचन सरकारको प्रमुख दायित्व हो, माधव कुमार नेपाल। निजी क्षेत्र अझै लगानीका लागि ढुक्क छैन, अध्यक्ष ढकाल। मानसिक स्वास्थ्य सम्बन्धी छुट्टै नीति बनाउँछौं, स्वास्थ्य मन्त्री गौतम। तोकिएकै मितिमा चुनाव गराउन सरकार गम्भीर छ, प्रधानमन्त्री कार्की। राष्ट्रिय घर निर्माण फेज 2082 सम्पन्न, 60,000ले गरे अवलोकन। नयाँ दलप्रति लिगदेनको आरोप, प्रधानमन्त्रीको दलाली सुरु भइसक्यो। भूमि आयोगका तत्कालीन पदाधिकारी विरुद्ध भ्रष्टाचार मुद्दा, समानुपातिकको बन्द सूचीमाथि पुनरावलोकन हुन्छ, सभापति लामिछाने। स्वास्थ्य अवस्था बिग्रिएपछि अनसनरत भारतबाट 654 मेगावाट बिजुली आयात अनुमति नवीकरण। विश्वभर नयाँ वर्षको स्वागतमा उत्सव, प्लेट फुटाउनेदेखि 108 पटक घण्टी बजाउने सम्मको चलन। पूर्व मन्त्री गुप्तालाई थुनामा पठाउन अदालतको आदेश। दर्शकबिन, तपाईहरुलाई आजको समाचार कस्तो लाग्यो त? यस्तै ताजा समाचारका लागि हाम्रो च्यानललाई लाइक, फलो, कमेन्ट गर्नुहोला। धन्यवाद।